धर्म भनेको म चाहिँ के मान्दिनँ भने पूजापाठ मात्र गर्नु होइन, मन्दिर मस्जिद चर्च मात्र जानु, भगवान मात्र मान्नु अथवा जिजस क्राइस्ट मात्र मान्नु धर्म होइन। धर्म भनेको समाजमा घटिरहेको विकृतिलाई सुधार गर्न बोल्नु पनि धर्म हो। खास धर्म चाहिँ त्यो हो। भनेको तपाईँ चाहिँ अहिले म धर्मको काम गरिरहेको छु जस्तो लाग्छ? धर्म भनेको सत्कर्म हो, सत्कर्म हो होइन, अर्थात् सत् सोच हो। हजुर। तर मैले एउटा तपाईँमाथिकै कमेन्ट पढाएको थिएँ र त्यो कमेन्ट मसँग छ होइन। उहाँले के लेख्नु भएको छ भने ब्रह्माण्ड अविश्वसनीय रूपमा विशाल र रहस्यमय छ, यहाँ प्रविधि र ज्ञानका अनगिन्ती आयाम छन्, वास्तवमा को कति ज्ञानी छ भन्ने कुरा सजिलै मापन गर्न सकिँदैन, हरेक व्यक्तिसँग कुनै न कुनै प्रकारको विशेष ज्ञान सिप अनुभव हुन्छ, कसैले खुलेर बाँड्छन्, कसैले मौन रहन्छन्, कसैले त्यसलाई आफ्नो पेसा वा व्यवसायको रूपमा प्रयोग गर्छन्। त्यसैले अरूको ज्ञानको मूल्याङ्कन वा आलोचना गर्न आवश्यक छैन। यदि आफूसँग कुनै उपयोगी ज्ञान छ भने त्यसलाई समाजको हितमा सदुपयोग गरौँ, नभए संसारको ठेक्का लिएर अरूलाई होच्याउने अनावश्यक टीका टिप्पणी गर्ने काम चाहिँ उचित होइन। क्षमताको विकास गर्दै सकारात्मक योगदान दिनु नै बुद्धिमानी हो। अर्थात् तपाईँ बुद्धिमान पनि हुनुहुन्न, तपाईँ अरूलाई आलोचना गरेर बसिरहनु भएको छ, यो गलत हो। ठिक छ, भनेपछि त मान्छेहरूले विभिन्न क्राइमहरू गर्दै हिँड्छ, त्यसो भए उनीहरूको पनि आलोचना नगरौँ न त। हामीले जति पनि क्रिमिनलहरू घुमिरहेछ बाहिर खुला रूपले घुम्न देऊ, उसको जीवन व्यक्तिगत जीवन, उसको चेतना त्यति भयो, उसको ज्ञान त्यति थियो होला, छोडिदिउँ न त क्रिमिनललाई। किन हामीले आलोचना गर्छौँ, किन यत्रो न्युज? क्रिमिनलको आलोचना गर्नुभन्दा क्रिमिनललाई कानुनको मातहतमा पुर्याइदिने या कानुनलाई बुझाइदिने होला नि। हजुर। अब यो यस्तो पाटो छ कि यसलाई कानुनलाई एकदम बुझाउन पनि सकिँदैन, किनभने कानुनले हेर्ने भनेको प्रमाण हो र धार्मिक कुराको कतिपय प्रमाण हुँदैन, कसैको पर्सनल व्यक्तिगत आस्थाको प्रमाण हुँदैन र यसलाई कानुनले हस्तक्षेप गर्न पनि अलिकति हिचकिचाउँछ। मैले तपाईँलाई सोधेको प्रश्न फेरि एकचोटि फर्केर त्यहीँ जान्छु। मैले सोधेको चाहिँ के थियो भने फेरि मलाई अर्को समस्या पनि छ। योभन्दा अगाडि पनि मैले कार्यक्रमको सुरुमा पनि भनेको थिएँ, तपाईँ मेरो त कान्छो छोरीकै उमेरको हुनुहुन्छ, त्योभन्दा पनि सानो उमेरको पनि एउटा अन्तर्वार्ता मैले गरेको छु होइन। गर्ने क्रममा चाहिँ आफ्नो छोरी उमेरका मान्छेले ल्याएर राजेन्द्र बानियाले आफ्नो बौद्धिकता पेल्यो, उसलाई त्यही लेभलको प्रश्न सोधिदिनु पर्यो भनेर मेरो ठेक्का पनि उहाँहरू लिनुहुन्छ होइन।